नमस्ते इटर रियल इस्टेटमा सबैलाई वेलकम छ। आज म तपाईँलाई झापा बुट्टाबारी नजिकै सालबारीमा भएको यो जग्गा जुन देखाउन गइरहेको छु 3 कट्ठा 1.5 दूर जग्गा छ। अनि यो आली एकपट्टिको सिमाना हो। एकदमै राम्रो मिलेको जग्गा छ। चलेको रेट भन्दा धेरै सस्तोमा आएको छ। हेर्नुस् पूर्व र दक्षिण मोडा भएको जग्गा छ। 3 कट्ठा जग्गा तपाईले 2 जना भएर पनि लिन सक्नुहुन्छ। ठुलो बाटोको नजिकै अगाडिदेखिको सालबारी जाने बाटो हो। झापा बुट्टाबारी चारालीको नजिकै सालबारीमा भएको लाउरेटोलमा भएको यो जग्गा जुन बिक्रीमा छ। हेर्नुस् यो राम्रो जग्गा छ। तपाईलाई म वरिपरिको दृश्यहरू देखाइदिएर यो जग्गाको सिमानाहरू देखाइदिँदैछु। हेर्नुस् यो पुरा मोडा 70 फिट मुख छ। मोडा पूर्वपट्टि 80 फिट दक्षिणपट्टि मुख छ र 70 फिट पूर्वपट्टि मुख छ। यो जग्गाको 3 कट्ठा 1.5 दूर जग्गा हो। राम्रो छ जग्गा। यता दक्षिणपट्टि देखाइरहेको छु। तपाईलाई म चारैपट्टिको सिमाना देखाइदिन्छु र यहाँसम्म लोकेसन पनि दिनेछु। डाइरेक्ट जग्गाधनीको फोन नम्बर स्क्रिनमा छ। तपाईँ विदेशमा हुनुहुन्छ भने जग्गाधनी विदेशको नम्बर पनि दिएको छु जग्गाधनीको। तपाईले विदेशबाट पनि कन्ट्याक्ट गरेर सबै कुरा बुझेर हेरेर लिन सक्नुहुन्छ। नेपालको नम्बर पनि छ। नेपालमा पनि कन्ट्याक्ट गरेर बुझेर हेरेर लिन सक्नुहुन्छ। अनि यो धान लागेको जति जग्गा पर्छ 3 कट्ठा जग्गा एकदमै राम्रो मिलेको जग्गा छ। चलेको रेट भन्दा सस्तोमा दिने कुरा गर्नुभएको छ। हेर्नुस् यहाँनिर मुर्गा गाडा छुट्याएको छ जग्गा आली पनि छ। हेर्नुस् मुर्गा गाडा छुट्याएको छ। सबैतिर मुर्गा गाडा छुट्याइसकेको छ। फेरि तपाईले सरकारी अमिन ल्याएर जग्गा चेक गरेर नापेर छुट्याएर लिन सक्नुहुन्छ। हेर्नुस् यो धान लगाएको जति सबै जग्गा पर्छ। 3 कट्ठा जग्गा हो। राम्रो जग्गा छ। 70 फिट मुख र 180 फिट लम्बाइ। दक्षिणपट्टि 180 फिट र उत्तरपट्टि पूर्वपट्टि 70 फिट लम्बाइ भएको राम्रो मिलेको जग्गा। हेर्नुस् चारैपट्टि मिलेको जग्गा छ। सुपारीको बोर्डर लगाउनु भएको छ। यो आलीसम्म सिमाना पर्छ। उत्तरपट्टिको सिमाना मुर्गा गाडा छुट्याएको छ। 2 जना भएर पनि एकमुष्ट लिन सक्नुहुन्छ। बजारको नजिकै सालबारी बजार लगभग 500 मिटरमा छ। यो लाउरेटोल भनेर आउनु। लाउरेटोलबाट लगभग 200 मिटर सालबारी तर्फ आएर 50 मिटर दक्षिणतर्फ आउनुभयो भने तपाईँ यो जग्गामा आउन सक्नुहुन्छ। कसैलाई सोधिराख्नै पर्दैन। म तपाईँलाई लोकेसन फेरि एकपल्ट देखाइदिनेछु। तपाईँलाई म बुट्टाबारीबाट बिर्तामोडबाट लगभग 2 किलोमिटर पूर्व आउनुभयो भने बुट्टाबारी आउँछ। चाराली नपुगिकन बुट्टाबारीबाट लगभग 300 मिटर अझै अगाडि आएपछि देउनिया पुल आउँछ। देउनिया पुलबाट हामी सालबारीतर्फ लगभग 1.5 किलोमिटर लगभग 1.5 किलोमिटर आएपछि लाउरेटोल आउँछ। लाउरेटोलबाट 200 मिटर अझै सालबारीतर्फ आएर 50 मिटर दक्षिण आउनुभयो भने तपाईले यो जग्गा देखाउँछ। यो जुन बाटो आइरहेको छ यो बुट्टाबारीतर्फ आएको बाटो हो। यो ग्राभेल बाटो। यो बाटो बुट्टाबारीबाट सिधै आएको बाटो। तपाईलाई म पिच बाटो देखाइदिन्छु। सजिलो बाटो देखाइदिन्छु। 70 फिट मुख 180 फिट लम्बाइ भएको 61.5 फिट सरी 61.5 दूर 61.5 दूर जग्गा छ। राम्रो जग्गा छ। मलाई म अब बुट्टाबारी बजारदेखि नै देखाइदिन्छु। र तपाईले डाइरेक्ट जग्गाधनीको फोन नम्बर स्क्रिनमा दिएको छु। डाइरेक्ट जग्गाधनीलाई कल गर्नु होला। हेर्नुस् यो बुट्टाबारी बजार हो। बिर्तामोडबाट पूर्वतर्फ काँक्राबारीतर्फ चाराली नपुगिकन बुट्टाबारी आउँछ। बुट्टाबारीबाट लगभग 300 मिटर अझै चारालीतर्फ काँक्राबारीतर्फ नै आउनुभयो भने देउनिया पुल आउँछ। यहाँ अगाडि चाराली छ। देउनिया पुलबाट हामी उत्तरतर्फ जानुपर्ने हुन्छ। लगभग 1.5 किलोमिटर उत्तर गएपछि लाउरेटोल भनेर बाटोमा देख्नुहुन्छ बोर्ड। लाउरेटोलबाट अझै 200 मिटर अगाडि गएर 50 मिटर दक्षिणतर्फ आउनुभयो भने तपाईँ जग्गा पुगिहाल्नु। कसैलाई सोधिराख्नै पर्दैन। स्क्रिनमा डाइरेक्ट फोन नम्बर दिएको छु। कन्फ्युजन भयो भने डाइरेक्ट कल गर्नु होला। नेपालको नम्बर दिएको छु र अनि विदेशको पनि WhatsApp नम्बर दिएको छु। तपाईले विदेशमा हुनुहुन्छ भने WhatsAppमा डाइरेक्ट कन्ट्याक्ट गरेर सबै कुरा बुझेर हेरेर लिन सक्नुहुन्छ। जग्गाधनीले यो जग्गालाई 82,000 रुपैयाँ धुरले टोक्नु भएको छ। टोटल तपाईलाई 61.5 जग्गाको 50 लाख रुपैयाँ दाम तोक्नु भएको छ। त्यसमा राम्रो मिलाइदिने कुरा गर्नुभएको छ। तपाईले मिलाएर हेरेर बुझेर लिनु होला। सबैले भिडियो लाइक गरेर च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला। थ्यांक यू।